नमस्कार साथीहरू, भेरी गुड मर्निङ। आजको दिन हाम्रो परिवारको लागि निकै विशेष छ। आज हामी हाम्रो सानो राजकुमार हार्दिकको फर्स्ट बर्थडे मनाउन जाँदैछौँ। साथीहरू, फर्स्ट बर्थडे भनेको साधारण जस्तो हुँदैन। यो त जिन्दगीको सबैभन्दा स्पेसल माइलस्टोन हो। त्यसैले हामीले सोच्यौँ के गरौँ त जसले गर्दा यो दिनलाई लाइफ टाइम याद बनाओस्। धेरै सोच विचारसँग हामीले निर्णय गऱ्यौँ हार्दिकको फर्स्ट बर्थडे संसारको सबैभन्दा अग्लो बिल्डिङ बुर्ज खलिफामा मनाउने भनेर। त्यसपछि साथीहरू हामी बुर्ज खलिफाको तर्फ लाग्यौँ। हामी चाहिँ फाइनल्ली बुर्ज खलिफाको इन्ट्रान्समा पुग्न लाग्यौँ। साथीहरू, लोबी एकदम क्लासी र रोयल फिल दिने खालको थियो इन्ट्रान्स। अनि त्यहाँ हामीले फोटोहरू खिच्यौँ। अनि त्यसपछि एकदमै प्रिमियम र काम अर्गनाइज थियो त्यहाँको। हामीले पहिले नै एटमोस्फियर रेस्टुरेन्ट चाहिँ बुक गरिसकेका थियौँ, जो बुर्ज खलिफाको 122 फ्लोरमा लोकेटेड छ। साथीहरू, त्यो सुन्ने बित्तिकै नै एक्साइटमेन्ट त डबल भइसकेको थियो। मनमा नै सोच्दै थिएँ, यार 123 फ्लोरमा स्काईमा बसेर ब्रेकफास्ट। अब आयो एलिभेटरको पालो। अनि एलिभेटरको अगाडि लेखिरहेको छ 112 to 154, तर हामी जाँदैछौँ 123 फ्लोरमा। अब हामी भित्र छिर्यौँ। एलिभेटरको ढोका बन्द हुँदैछ। हिमांशुले प्रेस गर्यो 123 फ्लोर। अब मनमा अलिकति डर भए जस्तो भएको छ। कान डुम्म हुन लाग्यो। अनि एलिभेटरको स्पिड एकदमै फास्ट छ। यसैले त भनिएको रहेछ संसारकै फास्टेस्ट एलिभेटर। यसको एक्सपिरियन्स चाहिँ नेक्स्ट लेभल। लेट्स सी 90-100 पुगिसक्यौँ हामी। अब हामी पुग्न लाग्यौँ 123 फ्लोरमा। करिब 1 मिनटमा 123 फ्लोरमा असम हामी पुग्यौँ 123 फ्लोर बाहिर। वार्म भाइबसँगै हार्दिक एकदम एक्साइटेड भए जस्तो लागेको छ। हामी पुग्यौँ स्विट रेसिडेन्समा। अब हामी एटमोस्फियर रेस्टुरेन्टतर्फ लाग्यौँ। सिँढीबाट बाहिरको अवलोकन गर्दै एकदमै वार्म भाइब्स, बाहिरको मर्निङ भ्यू, वाउ, इट वाज अमेजिङ। अनि बाहिरतिर हेर्न थाल्यौँ। ब्रेथ टेकिङ भ्युज, ओ माई गड। साथीहरू, फोटो खिच्न त बाध्य बनायो। जता हेऱ्यो उतै क्यामेरा उठाउन मन लाग्ने यो भ्यू, ओ माई गड, भेरी एक्साइटमेन्ट। अनि अब हामी लाग्यौँ रेस्टुरेन्ट इन्ट्रान्सतर्फ। इन्ट्रान्स त झन् झकास, गोल्डले सजिएको, ओ माई गड, एलिगेन्ट डिजाइन, रोयल भाइब्स। अनि साथी होस्टेसले टेबल चुज गर्न भन्नुभयो। अनि मैले चाहिँ बिना सोच विन्डो साइड चुज गरेँ, ताकि बाहिरको क्लियर भ्यू देखिने, राम्रो भ्यू। अनि त्यो नै मेरो मेन विस थियो। अनि एकदमै एक्साइटमेन्ट। अनि हामी टेबलमा बस्यौँ, बाहिरको भ्यू हेर्दै मनमा नै प्रार्थना गर्दै थियौँ हार्दिकको बर्थडे एकदमै राम्रो जाओस् भनेर। केक चाहिँ साथीहरू हामी आफैले ल्याएका थियौँ, किनकि फर्स्ट बर्थडेको केकमा एकदम इमोसन जोडिएको हुन्छ। साथीहरू, बाहिरको भ्यू हेर्दै मैले मेनु हेरिरहेको थिएँ। अनि ब्रेकफास्ट अर्डर गरिसकेँ। अनि छोराहरू एकदमै चाहिँ एक्साइटेड भइरहेको थिए, टेबलमा खेलिरहेको थिए। साथीहरू, अब हाम्रो वेलकम ड्रिङ्क्स पनि सर्भ हुन लाग्यो। वेलकम ड्रिङ्क्स, वाउ, यो त पुरा स्मोकी अनि पुरै टेबल पनि मेजिकल देखिन थाल्यो। त्यो मेजिकले त एकदम वार्म र रोयल फिल दियो। छोरा एकदमै एक्साइटेड भइरहेको थियो। हार्दिक त झन् ह्याप्पी भएको थियो। अनि बिस्तारै हाम्रो ब्रेकफास्ट पनि आउन लाग्यो। अनि ब्रेकफास्ट पनि एकदमै लग्जरी फिल दिने खालको थियो, एग बेनेडिक्टसँगै। अनि साथीहरू, अब ब्रेकफास्ट चाहिँ हामी हेरिरहेका थियौँ।
एकदमै राम्रो सेटअप, मजाको सेटअप, अनि त्योसँगै बाहिर देखिने सनराइज भ्यू। अब हामी बिस्तारै ब्रेकफास्ट गर्दै बाहिरको सनराइज भ्यूको मजा लिइरहेका थियौँ। तर स्काईमा बसेर बाहिर सिटीलाई बिस्तारै उज्यालो हुँदै गरेको देख्दै ब्रेकफास्ट गर्दै त्यो मोमेन्ट त शब्दमा बयान गर्न पनि गाह्रो हुन्छ साथीहरू। अनेस्टली दिस इज द वान अफ द बेस्ट मोमेन्ट इन माई लाइफ। अनि हिमांशुले चाहिँ पेनासोकला चाहिँ एकदमै बेस्ट लाग्यो भनेर चाहिँ खाइरहेको थियो। अनि साथीहरू, बिङ अ सेफ, फ्रेस ट्रफल इन द ब्रेकफास्ट विथ द अमलेट, वाउ, इट्स नाइस। अनि हाम्रो हार्दिक पनि सुत्न लागिरहेको थियो। अब हामीलाई चाहिँ छिटो केक काट्ने प्लान गरिरहेका थियौँ। अब हाम्रो केक पनि आयो। दिस इज द फर्स्ट बर्थडे केक फर हार्दिक। साथीहरू, अहिले त हामी के गर्दैछौँ भनेर हार्दिकलाई केही पनि थाहा नहुनसक्छ, बट इट विल क्रिएट अ मेमोरी फर हिम इन द फ्युचर। ओके साथीहरू, लेट्स सेलिब्रेट द बर्थडे केक टुगेदर। साथीहरू, केक कटिङ मोमेन्ट वाज भेरी इमोसनल। अहिले त हार्दिक धेरै सानो छ, हार्दिकलाई अहिले केही पनि थाहा नहुन सक्छ, तर इन फ्युचर भविष्यमा चाहिँ यो भिडियो र फोटोजहरूले चाहिँ उसलाई गर्व महसुस गराउनेछ। साथीहरू, हिमांशु र हार्दिक चाहिँ केकको मजा लिइरहेका थिए, साथमा हामी पनि रमाइरहेका थियौँ। साथीहरू, जता हेऱ्यो त्यतै नै हेरिरहँ लाग्ने भ्यू नै भ्यू। मेरो त मोबाइलको स्टोरेज पनि छिट्टै फुल हुन्छ जस्तो लाग्यो। तपाईँ हेर्न सक्नुहुन्छ, यो चाहिँ जुमेरा साइडको भ्यू हो। इट इज लग्जरी एन्ड यो एक्सपिरियन्स, इमोसन र मेमोरी हो। सायद हार्दिकलाई ठुलो भएपछि यो दिनको चाहिँ लाइफ टाइम मेमोरी बन्नेछ। अनि हिमांशु पनि भाइको साथमा रमाइरहेको छ। साथीहरू, अब हेर्नुहोस्, म हजुरहरूलाई अर्को साइड लैजाँदैछु। यो गोल्डले सजिएको इन्ट्रान्स कति सुन्दर छ। यो चाहिँ अर्को साइडको इन्ट्रान्स हो। यो एकदमै रोयल फिल दिने। साथीहरू, जता हेऱ्यो उतै हेरिरहँ मन लाग्ने, जता हेऱ्यो उतै फोटो खिच्न मन लाग्ने यो दुबई मलको माथिबाट चाहिँ देखिने भ्यू अति सुन्दर, एकदम लग्जरी फिल गराउने। साथीहरू, एकदमै वाउ मोमेन्ट। अनि हामी यहाँ त फोटो खिच्दै यति धेरै रमायो कि खिच्दै थाकियो नि, तर थकाइभन्दा पनि धेरै एक्साइटमेन्ट नै धेरै थियो। अब यो सुन्दर एटमोस्फियरलाई बिदा गर्दै माथिबाट तलको दुबई फाउन्टेन, दुबई मलको भ्यूलाई हेर्दै अनि हामी फर्कन लाग्यौँ। फेरि हामी एलिभेटरमा पुग्यौँ 123 फ्लोरमा। अनि अब 123rd फ्लोरबाट अब ग्राउन्ड फ्लोरको लागि प्रेस गर्यो हिमांशुले। अब हामी तल झर्दैछौँ। 123 फ्लोरबाट एलिभेटरमा तल झर्न लाग्यौँ। साथीहरू, यहाँ त फेरि अब कान डुम्म हुन लाग्यो यो स्पिडले, यो एलिभेटरको स्पिडले त छिटो झर्दा झन् मनभरि डर। अनि यो स्पेसल मोमेन्ट त साँच्चीकै बेस्ट मोमेन्ट मध्ये एक रह्यो। साथीहरू, अब यो एक्साइटमेन्ट एकदमै लाइफ टाइम अनफर्गेटेबल हुनेछ। अब हामी लगभग ग्राउन्ड फ्लोरमा पुग्न लाग्यौँ।
फाइनल्ली हामी ग्राउन्ड फ्लोरमा पुग्यौँ अनि यहाँको एक्जिट चाहिँ कस्तो छ भने ठ्याक्कै एयरपोर्ट जस्तै सेक्युरिटी फोर्सेस सबै कुरा एकदमै मजाको एक्सपिरियन्स। वाउ। अब यहाँबाट एक्जिट हुनुको लागि हार्मनी होटलको लोबीतिर जाँदैछौँ। अब लोबीमा जानको लागि पनि अर्को एलिभेटर क्याच गर्नुपर्नेछ। यहाँ त साथीहरू जता हेरौँ उस्तै देखिने, कन्फ्युज गराउने। ओभरअल एक्सपिरियन्स एकदमै राम्रो भयो, साँच्चीकै यादगार। अब म तपाईँहरूलाई लैजाँदैछु वाटर फाउन्टेनतिर, जहाँ एकदमै हरियाली, एकदमै राम्रो। साथीहरू यो एक्सपिरियन्स त वान अफ द बेस्ट इन माई लाइफ। तपाईँ देख्न सक्नुहुन्छ बुर्ज खलिफाको फुल टावर अनि यो वाटर फाउन्टेन एकदमै मजाको। आज त साँच्चीकै बहुतै मजा आयो। यो त ट्रुली बेस्ट एक्सपिरियन्स। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। यदि तपाईँहरू पनि यहाँ दुबईमा हुनुहुन्छ भने आई हाइली रिकमेन्ड यु टु कम एन्ड भिजिट बुर्ज खलिफा। अनि त्यो माथि एटमोस्फियरबाट हेर्ने दुबईको भ्यू त त्यो मजा त वान अफ द बेस्ट मोमेन्ट इन लाइफ।